हेलो नमस्कार। तिहारको घम्साघम्सीमा छौँ हामी। मेरा मान्यजन बुवा आमा, दाजु भाउजू, दिदीहरू, साथीभाइहरू, बहिनीहरू सम्पूर्णजनालाई, भान्जा भान्जी सम्पूर्णजनालाई, देश विदेशमा रहनुहुने यहाँहरू सम्पूर्णलाई तिहारको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। साथै आज लक्ष्मी पूजा, धन्यान्य देवी लक्ष्मी माताले तपाईँ हामी सबैको घरमा बास गरून्। तपाईँ हाम्रो घरमा सुख शान्ति, साथै हाम्रो देशमा पनि सुख शान्ति प्राप्त होस् र आउने दिनहरू सहज हुँदै जाउन्। यहाँहरूलाई फेरि पनि आज लक्ष्मी पूजाको दिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। साथै आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती। उहाँले साहित्यिक क्षेत्रमा नेपाललाई एउटा ठुलो ऐतिहासिक उपलब्धि दिएर जानुभएको छ। उहाँपट्टि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। र साथै अब हामी तिहारको एकदम रमाइलो दिनहरूमा प्रवेश गर्दैछौँ। अब दिनदिनै हाम्रा तिहारका रमाइला क्षणहरू बित्दै जानेछन्। हिजो बिते, अब आज पनि बित्छन्, भोलि बित्छन्। यस्तै हो, रमाइलो गर्ने हो। आगो भनेको कुरो कसले देखाएको छ, को छुट्छौँ, को कहाँ हुन्छौँ, कहाँ के हुन्छौँ, यो त हामी कसैलाई थाहा छैन। हाम्रो बहसभन्दा बाहिरको कुरो हो। र यहाँहरूलाई अब मैले अलिकति गन्थन नै भनौँ न, गन्थन गर्न खोजेको कुरो चाहिँ के हो भनेदेखि, हाम्रो जीवनमा बितेका कुराहरू, हामीले जति पनि अहिलेसम्म जति पनि गुमायौँ, छोड्यौँ विगतहरू, त्यसमा तपाईहरुलाई कस्तो लाग्छ? यो चाहिँ कुरो अब मैले कुनै भगवान प्रकट भएर, अदृश्य शक्ति प्रकट भएर तँलाई बितेका छोडेका कुराहरू चाहिँ तँलाई कुन चाहिँ कुरो त चाहन्छस् म दिन्छु भनेदेखि तपाईहरुलाई चाहिँ कस्तो लाग्छ? कुन चाहिँ चिज आइदिए हुन्थ्यो मेरो जीवनमा? यो मैले गुमाएको, यो मैले मिस गरेको, यो मैले चाहिँ छोडेको, यो चाहिँ चिज आइदिए हुन्थ्यो भन्ने लाग्छ। मलाई सोध्नुहुन्छ भनेदेखि मलाई चाहिँ मेरो बाल्यकाल। हुन त मैले मेरो जन्मदिनी बाबुआमा पनि गुमाएँ, अरू मेरा प्रियजनहरू पनि गुमाएको छु, धेरै चिजहरू अरू गुमाएको छु। तर मलाई चाहिँ सबभन्दा मेरो प्रिय चिज कुनै भगवान अर्थात् अदृश्य शक्ति उपस्थित भएर तँलाई चाहिँ के चाहन्छस् भनेर सोध्यो भनेदेखि म चाहिँ मेरो बाल्यपन चाहन्छु भनेर भन्थेँ होला भन्ने मलाई लाग्छ र चाहन्थेँ पनि। अब बाल्यपन भनेको तपाईँ हामी सबैजना बाल्यकाल बिताएर चाहिँ आयौँ। कोही अब मेरो बुवाहरू, दाइहरू ज्येष्ठ नागरिकमा पनि प्रवेश गर्नुभएको छ। हाम्रो पालो पनि त्यही हो, क्रमशः जाँदै जान्छौँ। कोही अब भाइ बहिनीहरू अझै सानो हुनुहुन्छ, त्यसभन्दा तलका नातिहरू नातिनीहरू साना छन्, उनीहरूको बाल्यकाल कस्तो छ? अहिले उनीहरूको बाल्यकाल देख्दाखेरि आफूलाई लोभ लाग्छ। कतै बाल्यकाल फेरि पनि आइदिए हुन्थ्यो होला जस्तो लाग्छ। एकछिन याद गर्नुहोस् त हाम्रो बाल्यकालहरू कस्ता थिए, हामी कसरी झुमेका थियौँ, कति रमाएका थियौँ। साना साना चिजहरूमा चाहिँ रमाइलो गरिन्थ्यो। साना बाल्यकालमा चाहिँ दाइहरूसँग, अङ्कलहरूसँग देउसी खेलिन्थ्यो। तिहारमा पछि पछि लागेर जाइन्थ्यो। 3 दिन 3 रातसम्म देउसी खेल्दाखेरि 3 दिन 3 रातसम्म देउसी खेलेको लास्टमा अब यो केटो पनि आएको छ, सानो यो फुचे पनि आएको छ, यसलाई पनि पैसा ल्याऊ भनेर बाँड्दाखेरि मेरो चिसौको गढी गाउँपालिका ओखलढुङ्गा 3 हो मेरो जन्मथलो। त्यहाँ एकजना माथि लगाएर काका पहाडमा, त्यही हो माथिल्लो घर, पल्लो घर, तल्लो घर, कुवा घरे, डाँडापारी भन्ने एउटा परिचय दिलाउने एउटा उपनामहरू छन्। त्यहाँ माथि लगाएर काकामा 3 दिन पछाडि देउसी खेलेको पैसो बाँड्दाखेरि मेरो भागमा जम्मा 1 रुपैयाँ 5 पैसा परेको थियो। भनेपछि त्यो 1 रुपैयाँ 5 पैसा भनेको त्यो जमानामा कति खुसी हुन्थ्यो, कति चाहिँ आमामा यत्रो पैसा पाएँ मैले भनेर कति हर्ष लाग्थ्यो। बाल्यपन भनेको त्यो थियो, बालापन त्यो थियो। पिङ खेल्न जाइन्थ्यो। बाई बियो काटेर अलिकति ठुलो भएपछि बाई बियो काटेर चाहिँ लिङ्गे पिङ के अरे हो त लिङ्गे पिङ हालिन्थ्यो। अलिक ठुलो भएपछि रोटेपिङ पनि हालियो।
एक किसिमको रहर त्यो बाल्यपन थियो। अब ती बाल्यपनहरू ती रहरहरू बिस्तारै अरू आफूभन्दा पछाडिका पुस्ताहरू आउँदै गएपछि आफू जिम्मेवारीमा हुँदै गएपछि ती कुराहरू मिस हुँदै जाँदो रहेछन् र त्यो बाल्यपनहरू ती यादहरू ती भाउजूहरूले दिदीहरूले पकाएका सेलरोटीहरू अर्सा अनर्साहरू काँक्राको खल्पी अचार मुलाको अचारहरू बच्चाहरूमा कति चाहिँ स्वादिष्ट हुन्थ्यो। अहिले त अब हामीलाई विभिन्न रोग लाग्यो धेरै गुलियो म त खान्न है भन्ने स्थिति पनि आयो। हुन त मलाई त अब त्यो छैन, म खान्छु, तर त्यो बाल्यकालमा जुन किसिमको एउटा मिठास थियो, जुन किसिमको एउटा मनोरञ्जन थियो, जुन किसिमको एउटा आनन्द थियो, ती कुराहरू चाहिँ अहिले मैले भरपुर मिस गरेको छु। त्यस्तै बाल्यकालको एउटा कहानी छ मेरो। त भदौको दिन के अरे साउनको दिन हाम्रोतिर मकै पाक्थ्यो। असार अन्तिमतिर साउन पहिलो हप्तातिर मकै पाक्थ्यो बारीमा। बारीमा मकै पाकिसकेपछि त्यो बारीमा लुडी पल्टाउने भन्ने एउटा कार्यक्रम हुन्थ्यो गाउँघरमा। अहिले के छ, लुडी हुन्थ्यो मकैबारीभित्र र त्यहाँ भैँसीहरू चराइन्थ्यो, गाई बस्तुहरू चराइन्थ्यो र चराइसकेपछि त्यो बारीलाई जोतेपछि अनि त्यहाँबाट कोदो रोपिन्थ्यो। त्यस्तै कार्यक्रममा चाहिँ एउटा हाम्रो डाँडाको पाखो भन्ने अलिकति भिरालो परेको बारी थियो। त्यहाँ चाहिँ मकै फाँडेर मकैको लुडी चराएर हाम्रा 15-20-25वटा भैँसी थिए। भैँसी चराएर चाहिँ मेरो मालदाजुले डाँडापरी भन्ने एउटा गौरीको आल भन्ने, अहिले त त्यहाँ गाडी कुद्छ, सानो यसो अलिकति चिनो मात्रै छ पोहोरमा जाँदाखेरि, त्यो गौरीको आलमा चाहिँ भैँसीहरू आल बसाउन लानुभएको थियो। र त्यो म चाहिँ सानो दौरा लगाएको, सानो फुचे, चप्पल पनि नभएको, त्यतिखेर चप्पल पनि थिएनन्, सानो फुचे दाइको पछि गएँ। अलिअलि याद छ मलाई, गएछु। र त्यहाँ जाँदाखेरि धुलो बाटो, गाईबस्तु हिँडेको, भदौको दिन साउनको दिनको एउटा त्यो धुलोमा मैले टेकेछु। हेर्नुहोस्, टेक्दाखेरि एउटा खुट्टोबाट पल्लो खुट्टो फड्को भनौँ न, फड्को मार्दाखेरि मेरो पाइलाको डाम बसो धुलोमा बसेछ र एउटा फड्कोबाट पल्लो फड्को जाँदाखेरि दाइले पछि हिँड्नु भएको। यसो याद गर्नुभएछ, यसले त फड्को मार्यो, यो कति लामो फड्को मार्छ भनेर यसै नाप्दाखेरि, यस्तो नाप्दाखेरि चाहिँ यति एक बित्ताको फड्को भएछ मेरो। र मेरो दाइले निकनेम राखिदिनु भएको थियो बित्ते। त्यहीँबाट मलाई धेरै पछिसम्म पनि अहिले पनि गाउँघरमा कसैले मेरो बित्ते भन्यो भनेदेखि मलाई चिन्छन् धेरै। त्यो मेरो दाइले राखिदिएको नाम हो। अलिक गर्व लाग्छ मलाई। त बच्चाको एउटा इतिहास हो, त्यो मैले बाँचुन्जेली सम्झिने इतिहास हो। यस्ता धेरै कहानीहरू छन् बच्चापनमा। त्यस्तै अर्को एउटा कहानी छ। हामी अलि ठुलो, त्योभन्दा अलिकति ठुलो भइसकेपछि चाहिँ फागुनका दिन हामीले मकै छर्थ्यौँ बेँसीमा। र बेँसीमा मकै छरेपछि मकै उम्रिन्थ्यो, सुइरो हाल्थ्यो, यस्तो सुइरो हाल्थ्यो। त्यतिखेर बाँदरले गएर त्यो सुइरो निकालेर खाइदिन्थ्यो र बाँदर रुँग्नु पर्थ्यो। त्यो बाँदर रुँग्ने क्रममा ठुलो बुवाहरूको र हाम्रो खेत सँगै हुन्थ्यो र ठुलो बुवाको छोरी दिदी, मेरो दिदी अहिले चन्द्रगढीमा हुनुहुन्छ, गोमा दिदी, उहाँसँग मकै रुँग्न जान्थेँ म। र गोमा दिदीले मलाई बगरको ढुङ्गामाथि रोटी, आगो उँधोबाट बालेर ढुङ्गामाथि, पातल ढुङ्गामाथि रोटी हालेर, कुखुराको अन्डा हालेर पकाएर खानिदिनु हुन्थ्यो दिदीले, भाइ भनेर माया गरेर। त्यही दिदीसँग यसपालि तिहारको हातको टिको लगाउँदैछु। धेरै खुसी लागेको छ। धेरै पछि दिदीसँग तिहारको हातको टिको लगाउँदैछु। मलाई अति माया गर्ने दिदी, मेरो गोमा दिदी र सम्पूर्ण दिदीहरू। काठमाडौँमा हुने कान्छी दिदीले धेरै हत्या गर्नुभएको थियो, यसपालि म जान सकिनँ। रुम्जाटारमा हुने दिदी धेरै रुनुहुन्छ, माल दिदी फोन गरिराख्नुहुन्छ। 2 वर्ष लगातार गएँ, यसपालि जान सकिनँ। सम्पूर्ण दिदीहरूलाई म यसपालि माफ माग्दै मलाई सानामा ढुङ्गामाथि रोटी हालेर अन्डा हालेर पकाएर खानिदिने दिदीको हातको टिको लगाउन जाँदैछु चन्द्रगढी। र यस्ता बाल्यकालका हिस्ट्रीहरू धेरै छन् र बाल्यकाल फेरि एकपल्ट सम्झिन मन लागेको छ र कुनै वरदान मिलेमा मेरो बाल्यकाल फेरि आओस् भन्ने इच्छा चाहना चाहिँ मेरो छ। तर त्यो त अब असम्भव कुरो हो भन्दै यहाँहरूलाई फेरि पनि यो रमझमको
रमाइलो तिहारको हार्दिक मङ्गलमय शुभकामना भन्दै यहाँहरूसँग बिदा माग्छु। हवस् त, धन्यवाद।